Today I am making a new video. Please like, subscribe and share this video. And I give you one gift on your birthday. Bye. हामी जीप सफारीमा छौँ। हामी हुनुहुन्छ पछाडि प्रीति सन्जु मला कहाँ हिँडेको छोरो? जीप सफारी हो, जङ्गल सफारी हिँडेको मजा छ, रमाइलो भएको छ। रमाइलो भएको छ बाबुले यसरी समाजमा हिँडेको छैन। अब हामी यहाँबाट घन्टाको ट्रेक हुनेछ। 3 घन्टा भए जङ्गल सफारी गर्नेछौँ। अहिले बस्ती छ, निस्किरहेपछि जङ्गलै जङ्गल, बाटो चाहिँ एकदमै छ। जङ्गल सफारी हिँडेको जङ्गल छ, ठुलो जङ्गल छ। मजा आइरहेछ। हावा चल्यो धेरै। अब हामी एकछिनपछि जङ्गल प्रवेश गरेपछि थप भिडियो देखाउनेछौँ तपाईँहरूलाई। हामी खोला पारे जान्छौँ। जङ्गलमा के देखिने रहेछ अब एकछिनमा देखाउनु। अब यस्तो घना जङ्गल पर्छ भने त्यही डोगिरहनु भयो। यसलाई समात्न हेर यो त देखाउने होला के जाने यहाँ अगाडि हामीले बोतल राखिदिउँ त। म छोरालाई हजिलो भयो कि डर फेरि नचिच्याइ चिच्याउनु नहोला गर्नुहुन्न। शान्त भएर हेर्नुपर्छ है, नचिच्याउ है देखेँ नि सुस्तो होला है। हामी अब यो जङ्गल यहाँबाट जाने, यताबाट निक्लिने रहेछ। हामी
जङ्गल प्रवेश गर्दैछौँ चितवन राष्ट्रिय निकुञ्जभित्रको जीव सफारीमा छौँ हामी। बेलुकातिर अन गरेर छोडिन्छ अनि रातभरि अनमै बस्छ। गैँडा क्रस गऱ्यो, बाघ क्रस गऱ्यो भने त्यसले फोटो खिचिराख्छ। अनि बाघ बन्ने त्यो फोटो खिचेर त्यो बाघको पाताहरू फरक त्यसरी नै अनि बाघ कतिवटा छ यहाँ त्यो एरियामा कति छ अरू ठाउँमा कति छ भन्दा भन्दै अनि बदल हट्यो बाघमा कतिवटा बाघ रातभरि बाघहरू हिँड्छ नि त। हेर्दै जाउँ निस्किने पनि छ। त्यहाँको गैँडा देखिरहेछ अगाडि। देख्यो बाबुले? ब्याकर्ता के थियो? जनाए यहाँको चल्नु यहीँ ठुलो रहेछ। अर्को गाडी आएर रोकिदियो पछाडि त। बाबुलाई देखाइदिनु यसलाई यिनीहरू लगेर देखाइदिनु यता लग्यो नि। ए मृगको बच्चा प्रजातिमा पर्छ होइन। छोड्न छोड एकछिन देखेकै छैन। बाख्राको पार्टी जस्तै हुन्छ नि कति धेरै चढ्न निस्केका है। एरियामा बाघ रहन्छ क्या। त्यहाँको गैँडा देखिरहेछ अगाडि।
देख्यो बाबुले हाँ? पानीमा बसेको एउटाखेरि यही हो होइन त्यो पानीमै छ यो भर्खर निस्केको तलबाट स्विमिङ गर्छ अब ऊ। माथि माथि चढेर त्यहाँबाट एक्सन त्यहाँ बसेर एक्सन गर्छ यसले। हेर कति हेर्छौ भनेर बस्नु त्यो रुहान चढ्छ भन्छ नि त्यही भएर रहेछ त्यो यो त चढ्दैन त्यत्रो माथिसम्म चढ्दो रहेछ त्यो त सिडी जस्तो भएर चढेको होइन एलिफेन्ट यो म थियो भने क्या होला है केही पनि गर्दैन मारिहाल्छ नि भन्देऊ त बाबुले गैँडा देख्यौ जरायो देख्यौ धेरै एनिमल देख्यौ देखेन हौ ए देख्यौ होला नि गैँडा देख्यौ त बाबुले जङ्गल सफारीमा छौँ साथ बजेको छ सानो छोरीले मयूर लिएर आसेन अब त्यहाँ निस्छु भने चाहिँ जङ्गल सफारीबाट निक्लेर पियुषको मम्मी सातो गाछा पुरै गएन अनि यता मम्मी हुनुहुन्छ त्यति हामी अब फर्किन लाग्यो क्या छोरो बाई भन्दै होला बाई जङ्गल सफारी सकिन लाग्यो भन Like, subscribe and share this video.